आउँदै गरेको रथ यात्राको लागि रथ बनाउने काम तयारी हुँदैछ। आशा छ यो पालि चाहिँ कुनै त्यस्तो नराम्रो खबर नसुनियोस्, एकदम सभ्य तरिकाले यो रथ यात्रा सम्पन्न होस्। अस्ति जुन हाम्रो भक्तपुरमा भयो त्यस्तो नहोस्, भव्य सभ्य तरिकाले संस्कृति हामीले जोगाउनुपर्छ भन्ने मूल नाराको साथ अघि बढौँ। हेर्न सक्छौँ हामी हुँदैछ।